हेलो गाइज, न्यू ब्लगमा स्वागत छ हजुरहरूलाई। म चाहिँ बिहानै उठिसकेको छु। आज ढिलो भयो, मार्नै भयो। अब त्यहाँ बसिरह होला। आज त लोड ढिलो भयो यार। चुक्कारी अब चल्यो। जाडो यस्तो जाडो छ, यस्तो जाडो छ यार। उता कति जाडो छ होला यार। कहाँ गयो त मामा यार? आउँदै आउँदैन त मामा यार। मामाजी कहाँ गयो? मामा कहाँ गयो? ल म खोज्नु पऱ्यो भनेको त कहाँ गयो भनेको त आउँदै आउँछ। कुरीको 10 घन्टा भइसक्यो। अब मजा नि विचार गर्छ। ल भाइ के छ? कहाँ जान्ला भाइ त? कहाँ जान्ला? ओ कहाँ जान्ला भाइ? ल यहाँ आइसकेछ यार। ल उठ्नुलाई नि 10 घन्टा लाग्छ भाइलाई। मामा तपाईँले गरेर त हो नि, के मैले हो र? म अघि नै उठेर हिँडेको। कुरेको 10 घन्टा भइसक्यो, आउने होइन। के गर्नु, गाह्रो छ नि गाइज काम गर्न। यस्तो स्पिड हाकेर जान्छु नि अब। गेट यस्तो स्पिड हाकेर जान्छ। के हो, म ट्रायल बस्नु त अलिक 10 घन्टा लाग्यो क्या अरे। हेट 10 घन्टा भयो कुरेको, 10 घन्टा हो। ल हो त्यस्तै भन्दै हिँड्दै कि गाउँको र आउँदैन भनेर। सो गाइज म कामै भेटौँ न तपाईँहरूलाई होइन। सो फाइनली गाइज म चाहिँ काममा आइसकेको छु होइन। काममा आएर यो टिटेल उठाउनु पर्ने। अब यहाँ ढलाउनु हुन्छ भोलि पर्सिमा चट्ट लगाएर खान्छ। तर के ल्याउने के ल्याउने? बाला ल्याउने पहिला टन्नै पहिला माथिलाई हानेको उसलाई चाहियो, त्यसलाई मात्रै चाहियो बाला यसलाई हो। भ्लगर हो नि त म, तपाईँलाई थाहा छैन मामा। ल म पहिला उयो ल्याउँछु है, बाला ल्याउँछु है मामा। टक्क लगाएर म चाहिँ बाला लिनु तलतिर चल्दियो होइन। अँध्यारो छ हजुर। ए ठिकै छ भनौँ। झल्टिक लाजा बाला इधर आजा। ए बाला ओ बाला शैतान का साला ओ बाला भन्छ नि। तेरो बाप तक लिया रे बालै भेट्यो नि यार। बाला त तन्नै चाहिएको छ होइन। बाला भनेर होइन। यस्तै प्लाइ हाल्छ है, टक्क लाएर यस्तै प्लाइ हाल्ने हो होइन। प्लाइ हालेर मस्त तार्नु छ। सो गाइज म तपाईँहरूले देखाउनु छु कस्तो हुन्छ रियाक्सन गाइज। फाइनली गाइज होइन, यहाँनिर चाहिँ पुरै जिआइटेका सिएका हानेर हानिसक्यो। जिआइटेक हानेर अब यहाँनिर अब प्लाइ चाहिँ हाल्नु बाँकी छ। अब प्लाइ हानेर अब 2-4 दिनमा ढलान हुन्छ यहाँनिर। खतरा बनाइसक्यो नि जिआइटेका सिआइटेका हालेर यहाँनिर। खतरा बनाइसक्यो नि है। काम गरिरहेको छु जस्तो लाग्यो नि। म चाहिँ अब प्लाइ निकाल्नु जान्छु। प्लाइ निकालेर त्यही हो गाइज, प्लाइ निकाल्छु मुनि गएर होइन। प्लाइ निकालेर माथि हाल्नुपर्ने हुन्छ गाइज। सो गाइज होइन, कन्जा चाहिँ यहाँ छ मेरो होइन। ल गाइज प्लाइ निकाल्नु ठाउँ देख्छु म। के भयो माइसक्यो लाइट त भोवाल त निकालेर राख्नु मामा। तपाईँले के हो मान्छे चाहिँ हो कि मामा? ल हेर ल्याउनु पर्यो। हमर ल्याएर काटी ड्याङ निकाल्नु पर्यो। त्यो त पुरै कुहिसके जस्तो हो त। काटी छ काटी माम पछाडि त्यहाँ छेउमा। निकल्दैछ निक्ले अब निक्ले।
निक्ले प्राय निक्ले त्यो हामी चाहिँ गाइड होइन काँटी साटी निकालेर अब यो काँटी साटी निकालेर बसिरहेको होइन फाल्नुपर्ने हुन्छ बाहिर फालिदियो अब एउटा लिनु बाँकी हो होइन सो गाइज खाजा टाइम पनि लागिसक्यो अब यो काँटी साटी निकालेर सब राखिसकेको छ होइन ट्याक राखिसकेको छ अब माथि गरिदियो थोक्न मात्रै बाँकी हो ठोकेर ढलान अब कहिले हुन्छ म देखाउने छु नति त अब तर हुन्छ ढलान न्यु फर्निचरमा ठोकेर अब साइडमा पनि पठाउनु सक्छ हामीलाई होइन त्यही गाइड माया गर्नुपर्ने साथी हो गाइडमा आइसक्यो होइन यहाँ चाहिँ पुरै स्लाइ हानेर ड्याङ डुङ हानेर यहाँ रेडी बनाइसक्यो होइन अब बेलुका राति पनि हुन लागिसक्यो होइन घर जाने टाइम पनि भइसक्यो होइन यहाँ चाहिँ यहाँ प्लाइ हाने प्लाइ एक्रम बोक्रम सबै टेका सेका दिएर होइन यहाँनिर चाहिँ पुरै अब पिजी हुन्छ अब यति भन्नु म बिदा हुन चाहन्छु नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गरिदिनु चाहिँ